फेरि अन्टी गाली गर्नुहुन्छ नि त अन्टीको बारीमा फाल्दिने होइन नि त यहाँ फाल्ने नि बाटोमा हुन्न यहाँ खै बिरुवा लगाएको खै तिमी पानी हाल्यो खै बिरुवालाई कुलामा फाल्नु हुन्न पानी लगाउने बुवाले गाली गर्नुहुन्छ फेरि के लाउनु हजुर यहाँ के लाउनु भएको थियो म्याङ्गोको बिरुवा हो कहिले फल्छ भोलि पर्सि फल्छ के फल्छ यसमा ए म्याङ्गोको बिरुवामा किम्मु फल्छ वाउ कस्तो हुन्छ किम्मु त्यो त पातो पात त रोपिन्न उयो रुख रोप्नुपर्छ हो त्यहीँ रोप्नुहोस् बालुवामा हो हो र अनि हजुर आज स्कुल छुट्टी थियो किन होला छुट्टी भएको आज ए अनि भोलि भोलि के को छुट्टी होला सिद्ध बाबाको छुट्टी हो भोलि सुलाउनु पर्दैन हजुरलाई अनि पर्सि फेरि जानुपर्छ अनि स्कुलमा गएर हजुरले के गर्नुहुन्छ भन्नुहोस् त ए बिरुवा काट्नु भयो फेरि आँप केमा फल्छ नि त आँप केमा फलाउने त अब त किम्मुका कमिलाको दुल्गा जस्तो भयो त हो हजुर त यहाँ मोबाइलमा आउनु भयो क्या यो मोबाइलमा यहाँ कति राम्रो आउनु भयो